भइगयो खसिगे भइगयो ए हो भन्दा सो गाइस हामी जाँदै छौं अब यता ब्लग बनाउन अनि घुम्न पनि उता गाबरतिर अनि चपरगौडी पुगेछौं अब खै कता जान लाग्छौं अब लागेको के छ भन्दाखेरि त्यहाँ के रे नेसनल पार्क एरिया छ भन्न आज मेरो बिरा छ नत्र भने म जाँदै पान्थे हे गाइज गुड मर्निङ वेलकम टु माई न्यू भ्लग अनि अहिले चाहिँ हामी यहाँ कोलपुर नजिक मलाई थाहा पनि थिएन है सो गाइज हामी के अरे कोलपुर नजिक एउटा नेसनल पार्क छ कि बाँके नेसनल पार्क म बर्दिया नेसनल पार्क गएको छु तर बाँके नेसनल पार्क गएको थिएन अनि आज हामी बिहान यहाँ हात्ती सारमा थियौँ हात्ती हेर्नु तर यहाँ गाइज कोही पनि छैन यहाँ न टिकट काट्ने ठाउँ छ न केही छ अनि यहाँ लेखेको छ प्रवेश निषेध अनि टिकट नलिई प्रवेश गरेमा जरिवाना लाग्नेछ 500 रुपियाँ धन्न अनि फेरि यहाँनिर खडक भएर हात्ती सारमा हार्दिक स्वागत छ अनि टिकट काट्ने ठाउँ कहाँ छ नो अनि टिकट काट्ने ठाउँ कहाँ छ के ए 50 रुपियाँ थियो त्यही हो मलाई त्यही हो जस्तो लाग्यो गाइज अनि होइन यहाँनिर बस्नुपर्छ नि टिकट चेक गर्नु पर्यो भने त हो कि नै यो त चुतिया बनाएर यहाँ भाइ अझ 500 रुपियाँ अरे टिकट नलिई प्रवेश गऱ्यो भने वाह 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 लेट्स गो हामी यता यसरी जाऊँ अनि यदि उता केही भएन भने हामी त्यहाँ सानो गराछ टैक्टिक्स हैन समझ रहे हो के रे अमेरिका कहता है क्या हो तुम हम कहते हैं क्या है तू बे सो गाइस हामी यता आउँदा यता झुला पनि छ अनि यता आर्मी क्याम्प पनि छ अब कट्टा पुगेछौँ खड्कवार नै हो यता अनि यता एउटा बच्चा खेलिरहेछन् अनि हामी पनि आइगयौँ गाइस हामी नेसनल पार्क आएको थियौँ होइन हात्ती हेर्न अनि फ्रम नो वेयर यहाँ एउटा झुला छ यार अनि यहाँ तिम्रो नाम के हो तिम्रो नाम इंग्लिश बोल्ने क्या व्हाट्स योर नेम खोइ त थाहा छैन भने तिम्रो नाम थाहा छैन नाम थाहा छैन वाट कि खतरा मान्छे हो जासुस त होइन कतै आर्मीको तिमी आर्मीको जासुस हो क्या अनि यो यहाँ खेल्न पाइन्छ ल उसले झुलाइदेऊ त सुजन पछाडिबाट फेरि राम्ररी ए दसैँ आइसक्यो त्यही भएर बनेको भर्खर बनेको यो ए ल गाइस हामी दसैँ आएको छैन पहिल्यै झुला झुलिहाल्यौँ ओइ मलाई यहाँ लाग्न लागिसक्यो त ए सुजल राम्ररी सिधा तान न पछाडि तान यस ओए खस्लौ फेरि ओए डेरिङ मान्छे ओए वेट व्हाट यो मान्छे सधैँ खेलेको एक्सपिरियन्स मान्छे होइन मलाई लागिरहेछ कि यो आर्मीको जासुस हो त्यही भएर आफ्नो नाम पनि भनिरहेछ न उनले तिमीले अहिलेसम्म झुले थियो कि नै हो र यहाँ कराउनु मिल्दैन नि कहाँ कराइरहेछ तिम्रो नाम के हो कि खासमा तिम्रो नाम बसन्त कति बज्यो हेर त एकचोटि त्यो घडीमा हेर न कति बज्यो यतिकै लगाएको छौ तिमीले बिमलामा यस्तो झुलाइदिन्छु कि भाइ जिन्दगीमा याद उता माथि पुर्याइदिने मलाई किन पुर्याइदिनु भएको थियो ओए यो भाग्छ न बिमल घाम छ ठुलो मान्छेले खेल्न मिल्दैन ए सुजल उता
आकाशमा फालिदिने के भएन रिस्की किन खेलिरहेको छ गाइज हामी यता आउँदा आउँदा अब रानीघाट जाने बाटो आइहालेछौँ यता रानीघाट जाने बाटो हो तर अस्ति नै दादाले भेटाउनु भएको थियो अटो पानीवाला मतलब आफै आउँछ कि मोटर सुटर चलाउनु पर्दैन अनि यता पनि एउटा छ यता हेर्नुहोस् अनि यता चाहिँ कार्यालयमा एउटा यति ठुलो अजिङ्गर थियो कि के भन्नु यति ठुलो अजिङ्गर अनि समाते थिएन अनि त्यसैको भिडियो बनाएको थियौँ अनि सो गाइस तपाईहरुले काठमाडौँमा पानीको नल त देख्नु भएको छैन होला तपाईले मूल देख्नु भएको छ हैन अनि तराईतिर जानुभयो भने नलका देख्नुहुन्छ यसरी चलाउने तर मेरो अगाडि एउटा अचम्मको त्यो छ के अहिले हामी बाँके नेसनल पार्कको एउटा एरिया निकाल्छौँ भने गाइस अनि यो एरियामा चाहिँ यसरी आफै पानी आउँछ यार मतलब विदाउट मोटर विदाउट एनिथिङ यहाँको लोकल पिपलले सोध्नु नि अस्ति मम्मीले भनिराख्नु भएको थियो नि कि आफै आउँछ पानी गाइज हामी आउँदा आउँदा यता पुगिहालेछौँ रानीघाटतिर अनि त्यो सर्पवाला थियो नि त तिनीहरू धेरै जङ्गलको भित्र गइरहेछन् त्यही भएर हामी गएनौँ अब यता आएछ रानीघाट पार्कतिर यता चाहिँ एउटा बस्ने ठाउँमा मान्छेहरू छन् कुराकानी गरिरहेछन् अनि यो एउटा फोटो खिचाउने ठाउँ तर देखिरहेन होला सानो दिल ठुलो दिल देखाइदे सानो छ अनि उता ठुलो चाहिँ फोटो खिचाउने ठाउँ अनि यता रिभर पनि छ यता थारूमा अनि यता पिङ्क पनि छ मैले देखेकै थिएन धेरै पिङ्क छ नै पिङ्कमा आउने पैसा कहाँबाट चाहिन्छ ए पिकनिकमा आउने चाहिन्छ सो गाइज हामी भर्खर अघि त्यो नल्का देखाइरहेको थियौँ नि तपाईँहरूलाई त्यसपछि हाम्रो अगाडिबाट अजिङ्गर पक्रेर अजिङ्गरै थियो क्या त्यो मतलब लिटरली अजिङ्गर थियो क्या अनि हाम्रो अगाडिबाट अजिङ्गर पक्रेर छोड्न जानला यतातिर छोड्न जानला थियो कि दुईजनाले अनि त्यसपछि हामीले सोच्यौँ कि तिनीहरूको पिछा गरौँ अनि हामी अजिङ्गर हेर्न पाइन्छ अब जङ्गलभित्र गइहाल्यो क्या तिनीहरू अनि अब जङ्गलभित्र गइहालेपछि अब हामीले कसरी त्यो गर्ने मतलब कसरी भित्र जाने अनि यो मानखोला होइन यो त्यहाँको चप्पडगौडीको मानखोला नै भन्छ सायद अनि अब कसरी जाने अब त्यहाँ होइन अनि त्यसपछि हामी बिच बाटोबाट फर्किनु पऱ्यो कि गाइज अनि हामीले चाहिँ मैले चाहिँ यो ठाउँ देखेको थिएँ होइन मेरो अगाडि एउटा यस्तो ठाउँ छ गाइज अहिले जुन चाहिँ अति नै ब्युटिफुल छ क्या मतलब मैले इमेजिन पनि गरेको थिएन कि यति नाइस ठाउँ होला यहाँनिर लुक एट दिस वाउ सुजल यो त एकदम पिकनिक स्पट अनि के अरे चितवन मलाई चितवन नेसनल पार्क जस्तो फिलिङ आयो कि हेर न पिकनिक स्पट नै हो यो अनि उताबाट गएर उता जान मिल्थ्यो भनेर हाम्रो कता उता पारिपट्टि अब यो डाइभ गरेर जाने थियो होला डाइभ गरेर तर यो गहिरो गहिरो पानी होला यार यहाँबाट हिँड्ने बेला थोरै देखिरहेको छ तर पानी गहिरो होला 3 सो 3 चोटि सिटी हानिरहेको छ ल जाऊँ लेट्स गो बिमा